Hello everyone, welcome back to another video. It's me SR Kiran Vlog. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज चाहिँ म अफिसमा छु गाइज। यस्तो बवाल पानी परिरहेको छ बाहिर। अब घरतिर जाने बेला हुन आँटिसक्यो, 4 बज्नै आँटिसक्यो हैन। अनि यस बेला यस्तो खतरा पानी पर्यो। यता चाहिँ हाम्रो पूर्णिमा म्याडम हुनुहुन्छ, उहाँ मोबाइलमा व्यस्त हुनुहुन्छ है। अनि म जस्ट तपाईहरुलाई चाहिँ पानी आगो देखाउँछु गाइज, हेर्नु होला। किन हाँस्नुहुन्छ म्याडम? हाम्रो चाहिँ उहाँ चाहिँ पूर्णिमा म्याडम, उहाँको लगन चाहिँ जेठको महिना आइरहेको छ अरे गाइज। कोही यदि इच्छुक हुनुहुन्छ भने है सो सम्पर्क गर्नु होला। अनि अब देख्न सक्नुहुन्छ बाहिरको माहौल, आमा पानी है पानी गाइज। ल त्यो पारीको त्यो सेतो देखिने सब पानी हो, खतरा पानी। अघि पनि परेर यस्तो परिरहेको छ है, त्यो पुरै डाँडा वरिपरि बवालवाला पानी परिरहेछ कि गाइज। देख्न सक्नुहुन्छ त्यो पारी गाउँ है, पुरै हो क्या, खतरा पानी परिरहेछ है गाइज अहिले चाहिँ। जस देख्न सक्नुहुन्छ अझ त्यो पारी भित्ताबाट यताबाट गइसक्यो अहिले पानी। यो एरियामा पुगिसकेछ क्या महाकाडक्स पानी चाहिँ। यस्तो सुस्साएको छ नि है, यहाँबाट सुनिन्न होला। बवाल छ बवाल। हाम्रो पूर्णिमा म्याडम चाहिँ यहाँ मोबाइलमा आएदेखि गदाएको छोरो यहीँ कहाँ यहीँ। मैले यो कागजपत्रहरू स्याहार्नु म्याडम भनिरहेको छु। यिनी के धड्डाहरू राख्नु। अब जानुपर्छ। यी पानी आइगयो गाइज। मेरो बसन्ती चाहिँ यहाँ छैन है, बसन्ती चेन्ज भइसक्यो गाइज। आमा पानी है पानी। डडाङ डुडुङ गरिरहेको छ कि यताको यो टिन चाहिँ। लगाइ अब म अलिक ठुलो पानी पऱ्यो भने देखाउँछु है तपाईँहरूलाई। पर्यो नि गाइज, पानी पर्यो, खत्रै पर्यो महाकाडक्स होइन। बवाल पर्यो। तलबाट मान्छे आउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ पानी। आमा यस्तो खतरा पानी पर्यो यहाँ देख्न सक्नुहुन्छ। अब यो घर जाने बेला यस्तो बाटो खतरा चिप्लो हुने हो कि अब है, के गरी जाने हो यार महाकाडक्स यार। ल गाइज बवाल पानी पर्यो। यहाँ चाहिँ हाम्रो बन्दै गरेको वडा कार्यालय है। अब हामी सायद अब 1-2 महिनामा चाहिँ त्यहाँ हुन्छौँ अनि त्यहीँदेखि भ्लग म बनाउने छु, खतरा भ्लग। अब चाहिँ यसो म डेली भ्लग हाल्छु होला। सबैजनाले हेरेर साथ दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। पानी चाहिँ बवाल आएको छ है, देख्न सक्नुहुन्छ दृश्य। गाइज आयो, खतरै पानी आयो, देख्न सक्नुहुन्छ यहाँ यस्तो बवाल आइसकेको छ। यति बवाल पानी परिरहेको छ कि आमा के साह्रो। एकछिनमै यहाँ तल बाटोमा पुरा भल बगिसक्यो गाइज यार। आमा एकछिनमा भल बग्ने पानी आइसक्यो गाइज। ओ महाकाडक्स के गरी जाने हो त घर यार, खत्तमै हुने भयो गाइज यार। देख्न सक्नुहुन्छ है यस्तो बवाल। हेर्न एकछिनमै कत्रो भल बग्दिसक्यो क्या। नि ल गाइज भर्खरै यति ठुलो पानी परेको थियो, अहिले फेरि ठ्याक्कै घाम लागेको छ होइन। अनि हाम्रो अफिसदेखि नजिकै यहीँनिर इन्द्रेणी पऱ्यो कि गाइज। ल देख्न सक्नुहुन्छ एउटा के भूतले लुगा सुकाएको भन्छन् गाइज। ल है बवाल इन्द्रेणी चाहिँ ट्याक्क यहाँ लाग्दिरहेको अवस्था। अहिले भर्खरै पानी भन्नाले अलिअलि त परिरहेको छ, अझै हल्का पानी परिरहेको छ। तै पनि अब घाम लाग्यो भने निस्किनुपर्छ। पानी एकछिन यस्तो बवाल आयो कि एकछिनमै घाम लाग्यो गाइज। देख्न सक्नुहुन्छ पारी इन्द्रेणी ट्याक्क है त गाइज। हेरौँ सप्तरङ्गी इन्द्रेणी, भूतले लुगा सुकाएको भन्छन् क्या अरे। ट्याक्क यहीँ छ यार गाइज यार। डोडाको जडा त यहीँनिर छ यार। ल हेर्नुहोस् है गाइज। ल फाइनल्ली गाइज अब हामी चाहिँ अहिले अब ट्याक्क अफिसबाट घरतिर निस्किन गएको है। अहिले चाहिँ ठ्याक्कै 5 बजिसकेको छ। अब हाम्रो म्याडमले चाहिँ यता ढोका लाउनु लाग्नु भएको छ अफिसको। त उहाँलाई मोबाइल नहेरी नहुने अरे। अनि अघि कस्तो पानी पऱ्यो, अहिले फेरि देख्न सक्नुहुन्छ दृश्य।
टक्कै दामी भएको छ घाम लाएर। अघि यहाँनिर चाहिँ इन्द्रेणी सिन्द्रेणी पनि लगाएको थियो है, अहिले चाहिँ त्यो हराइगयो। म यस्तो बवाल दिन्छु है भ्यू है, हेर्न सक्नुहुन्छ गाई यस्तो ग्रिनिटी त्यो बवाल छ है। त्यो पारीको थारीको गाउँ पनि बवाल छ। अब टक्क हामी चाहिँ अब यहाँ निस्किन्छौँ। म चाहिँ त्यहाँ बाटो कस्तो छ अब बिस्तारै बिस्तारै जान्छौँ हामी। म तपाईँहरूलाई सुर्खेत भ्यालीको भ्यू पनि देखाउँछु है गाई। आज पानी परेको बेला यस्तो के देखिन्छ कि साइड, अब त्यहाँ राम्रै छ होला, हामी देखाउँछौँ। सब हामी चाहिँ यहाँबाट निस्क्यौँ। म्याडम बाई भनिदिनु। गाइज हामी चाहिँ यहाँ बैलकाँडा गढीको यता यहाँ भ्याली देखिने डाँडामा आइसकेका छौँ। यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ वीरेन्द्रनगरको भ्यू। आमामा पानी भर्खरै परेर फाटेको छ, यस्तो बवाल देखिएको छ गाइज यार। यही बेला फोन आयो कि फेरि गजा छोरो यार। देख्न सक्नुहुन्छ गाइज वीरेन्द्रनगरको भ्यू है। फाइनली साथीहरू म चाहिँ घर आइसकेँ। मैले अघि चाहिँ एउटा वीरेन्द्रनगरको भ्यू देखाएको थिएँ, हेर्नुभयो होला रमणी यो ठाउँ है, बवाल ठाउँ। अनि यहाँ हुनुहुन्छ मेरो आज मैले चाहिँ फर्स्ट टाइम रिभिल गर्दैछु मेरो सनलाई। हेलो बेबी, हाई गरिदेऊ, हाई गरिदेऊ। हेलो बाबा, खै त हेलो बाबा भने। ए दिस इज माई सन। मोबाइल चाहियो अरे बेबीलाई। यहाँ चाहिँ बाबा आइसक्नुभयो भन्नु। बाइक चढ्न खोज्दै हुनुहुन्छ मात्रै। 5 मन्थ कम्प्लिट 5 मन्थ कम्प्लिट बेबी है। भोलिमा पनि के हुन्छ गाइज। अनि यही हो, म चाहिँ अहिले घर आइसकेँ। अनि यतातिर चाहिँ अस्तिको यो चाहिँ असिनाको कमाल हो, हेर्न सक्नुहुन्छ। मकै यस्तो सखा बनाएको छ। त्यहाँनिर हाम्रो कुखुराहरू है, चल्ली। के गर्ने अरे बाबु छोरो, के गर्ने? बाइक चलाउने हो बाबु? हेलो यता यता। उसले गर्दा हो क्या, त्यो चिसो भयो नि त पानी पर्दा, त्यही भएर सो। अब यतातिर चाहिँ हाम्रो खतरा यो मकैहरू सबै खानी भइसकेको थियो लगभग होइन। देख्न सक्नुहुन्छ अस्तिको असिना पानीले सबै सखाप बनाइदियो, खत्तम बनाइदियो, यस्तो नमजा बनाइदियो नि गाइज। सब मेरो मात्रै होइन है, माथितिर पनि सबैको बनाइदिएको छ यस्तो। त्यहाँ चाहिँ धन्न लिचीको बोट चाहिँ भाँचेन, त्यही हो। अब म चाहिँ फेरि एकछिन घर आइसक्यो, एकछिन बजारतिर निस्किनु लाग्यो। एउटा सामान ल्याउनु पर्ने रहेछ बच्चाको लागि, अनि प्लस हाम्रो कुक भान्साको लागि। ओके बेबी, अब हाम्रो चाहिँ भलग यति नै हुन्छ। मोबाइल छुनेहरू ल छौ 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 बेबी, यता हेर न। ओहो फ्ल्यास, ल ल खै बाई बाई भनिदेऊ। अब बाई बाई बाई। यता यता बाई बाई बाबा भन, बाई 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 भलग भन, बाई बाई बाबाको भलग। ल अब हाम्रो भलग चाहिँ यति नै हुन्छ। आज हाम्रो यो धेरै लङ टाइम पछि मैले भलग आजबाट स्टार्ट गरेको छु। अब सकेसम्म मैले डेली भलग हाल्ने कोसिस गर्नेछु। राम्रो राम्रो ठाउँमा गएर घुमेको भलगहरू हाल्नेवाला छु गाइज। सबैले है सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट र सपोर्ट चाहिँ चाहिन्छ। हौसला साथ चाहिँ नछुनु होला। हाम्रो उहाँ चाहिँ एकदम वरिष्ठ हुनुहुन्छ गाना हान्ने जस्तो। ल अब यति भन्दै म चाहिँ भलगमा अब म पनि बिदा हुन्छु गाइज। अब त्यति प्रोफेसनल भलगर त होइन हामी। अब के कस्तो भयो राम्रो इन्जोय लिनुभयो होला, हल्का देखाउने कोसिस गर्दैछु। हामीसँग त्यति महँगो मोबाइल पनि छैन। हो र हो
मैले पाएको छोरा चाहिँ माया लाग्ने रे मलाई ल ल बाई बाई गाइज है। के कस्तो छ लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु नबिर्सिनु होला। ब्लग कस्तो छ के गर्दा अझै चाहिँ बेटर हुन्छ त्यो सल्लाह सुझाव चाहिँ दिन नबिर्सिनु होला है त गाइज। ओके बाई बाई।